गाइजहरु गुड मर्निङ। आज दामी घाम लाग्छ आज पनि। र हाम्रो गार्डन होइन पतेना, सरी पुदिना, हामीले चाहिँ पतेना भन्छ, यहाँ चाहिँ पुदिना पनि भन्दो रहेछ। पुदिना दार्जिलिङमा चाहिँ ब्याक प्लेस होइन, म चाहिँ यही ठाउँमा बस्ने हो। दामी एकचोटि देखाइदिउँ न त, हरियाली दामी छ नि होइन। यस्तै छ, आज कफी सफी खाइएन। यस्तै छ गाइड चाहिँ दामी पुदिनाको स्मेल। वाह, के भने अहिले चाइना र युएसको चाहिँ अब ट्रेड वार चलिरहेछ नि त होइन। त्यसबाट चाहिँ धेरै घाटा भएको छ ट्रेडमा। पछि अब के हुन्छ होइन, इकोनोमीले अब कता के अब बिग्रिन्छ क्या। अब त्यो हुन्छ नि ट्रेड मार्केटहरू चाहिँ अब उता त उथल पुथल हुने भयो नि त। तर चाइनाले चाहिँ अब बहुत एक्सपोज गर्दैछ क्या सामानहरू, तिनीहरूको ब्रान्डहरू छ नि, जे जति अब ब्रान्डको थप्पा लगाउँदै अब लाखौँमा बेच्दै स्क्याम हान्थ्यो नि त धनीहरूलाई। त्यो धनीहरूलाई स्क्याम हाने, तर मिडल क्लास केटाहरू पनि फसिरहेको हुन्छ नि त। हाम्रो केटाहरू पनि कटु धै अब क्याल्भिन क्लिनको लाउने हो, म त यस्तै जहिले लाउँछु, म त महँगो भए पनि भन्ने गफ दिने क्या। म चाहिँ अब त्यस्तो ब्रान्डमा त्यति लाग्दिनँ थियो पहिलादेखि। खासमा त्यो खासै राम्रो मतलब कम्फर्ट जुन हुन्छ, जुन राम्रो त्यही त लाउने हो नि, किन ब्रान्डै लाउनुपर्छ भन्ने छैन नि भन्ने खालको लाग्थ्यो। अहिले चाइनाले देखाइ पनि त दियो नि त, तेरो ब्रान्ड यही हो, 1000मा बन्ने कुरा 1 लाखमा बेच्छौ तिमी, हामीबाट किन्नुहोस् भनेर संसारलाई देखाइसक्यो नि त। त्यही भएर अब नेपालतिर पनि अहिले चाइनाको सामानहरू चाहिँ पठाउनलाई सजिलो बनाएर आएर रहेछ। अहिले सुरुमा व्यापार गर्ने, किन्ने, उता गर्नेले त नाफा कमाउन सक्छ। अब पछि लङ टर्मको लागि चाहिँ नेपाललाई घाटा हो, धेरै इम्पोर्ट गर्नु राम्रो होइन। तर पनि सुरुमा गऱ्यो भने चाहिँ राम्रो हुनेवाला छ है, व्यापार स्यापार बुझेर गऱ्यो भने चाहिँ। त्यसैले त्यस्तो कुराहरूको पनि फाइदा चाहिँ उठाउनुपर्छ जस्तो लाग्छ। त्यही हो आजलाई, यति नै भन्दै बाई।